कस्तो हामी ल ब्लग है ब्लग के भन्नु चाहन्छस् भन भन के बोल युट्युबमा हाल्नु चाहिँ केटा यो बुफरमा साउन्ड बढाउनु मिल्दैन यताबाट मेरो चाहिँ नबनाए ओके ब्रो मैले अस्ति नै कस्तो कस्तो भिडियो हालेर हो र चलो या बाटो त खतरा नि है किन बन्द गर अस्ति सिलगढी बर्थडेमा नानी कस्तो कस्तो हालेर ए त्यो बर्थडेमा त खतरनाक छ यार त्यो भिडियो त सिलगढी बर्थडेमा यसले हामीले सब राखेर हालेर सब छ नि त्यहाँ त ब्रो ब्लग नि भने कि भने नि थाहा छैन हाँडी उहाँ पुग्नुपर्छ यार यहाँ त तल त घर छैन होला नि छैन हाँडी त या हामी बेस्तर नगरपालिका वडा नम्बर 2 मा छौँ अब हिँड्दै छौँ हामी हिँड्दै छौँ अहिले 10 नम्बर वडामा पुग्दैछौँ अब यहाँ अहिले हामी घुम्टीमा आइपुग्यौँ 2 नम्बरको यस्तो घुम्टीमा तल मर्थिनीको उसमा आइपुग्यौँ अब हामी पुल चढ्ने बेला हुन्ला आधी घन्टा छ अब 10-15 मिनट छ टक्क अनि त्यहाँ गएपछि टक्क त्यो भिडियो हेर्नु होला तपाईँले घत्रै इन्ट्रो हानिदिनु रहेछ त्यसले त यहाँ सरको ल्याउ के हाम्रो एउटा आमा आइरहनु भयो झोला बोकेर धेरै बुढी हुनु आज चाहिँ हामी कुखुरा हान्न राखौँ पार्टी कुखुरा पार्टी अनि यहाँ सामाजिकको के अरे सामानहरू बनाउनु छ हामी यतै पारीतिर आमा हस् आमा हस् नेक्स्ट अब आउने बेला हुनु लाग्यो यस बाटो यस्तो खतरनाक छ स्पेस डह्रो अड्छ यहाँ त तीनटा केटाहरू पछाडि आउँदैछ होइन त सातजना मिलेर आज सामग्री सोसलको सामग्रीहरू बनाउँछ होइन केटाहरू छम्म च्यापेर बसे अब हामी छम्म बिना पीडित मान्छे छम्मै होइन च्यापौँ भने सिङ्गल मान्छे हामी त दुई चाहिँ अब उता च्यापेर बसे अब त के भन्ने एउटा बारीतिर छ एउटा चाहिँ बारीतिर छ एउटा चाहिँ दुईजना चाहिँ मन्दिरतिर हामी चाहिँ बाटोतिर यस यस्तो खतरनाक बाटो रहेछ अब लगभग पुलतिर आउन लागि ठाउँमा ओके आउँदै गरेन है के अरे ओइसालोको बोट यता रहेछ यस ओइसालोको बोट होइन अनि ए कति राम्रो ठाउँ पारी आइपुग्यो टाढो ऊ 500 रुपियाँ स्कुल होइन केटा अनि यो पुल त्यही छ त्यो पुल कटेर कट्नुपर्छ हामी उति स्कुलमा पुग्नुपर्छ पुल कटेपछि धेरै बेला आउँदैन साथी घर पुग्नलाई ठाडो उकालो खग्यो ठाडो उकालो चाहिँ हान्नुपर्छ त्यही हो आज होल नाइट बस्दिने होइन त होल नाइट अनि ए एकदम मैले बिहान मैले डक्टरसम्म घाम लाउनु रहेछ नि यो त फेरि अलिक भित्रतिर साइडमा छ नि त घाम आउनु अलिक टाइम लाग्छ कि अलिक केटाहरू सबै एकै ठाउँमा भएर रमाइलो हुन्छ कि जाने बेला टक्कै तिनजना अगाडि जाने तिनजना बस्ने जस्तो भयो कि होइन टक्क मलाई के अरे लाउ कि म टक्क मोबाइल लिएर नि
त्यसले अब कुन केटीसँग बोल्नु अब हामी अब यताडि यसरी कट्नुपर्छ यहाँबाट अब यहाँनिर हामी यसरी कट्नुपर्छ उता पारि जानको लागि यहाँनिर चाहिँ सिधै मर्सिङ पुगिन्छ यहाँनिर यस्तो अब यताडि यताडि तल गाइज हेलो ये के यस्तो हेर न सिमेन्ट थुप्रेको हेर न यहाँ मोबाइल खसेन सक्यो बालुवा हो हालिदिने हो क्या पानीमा आमा बिचासी त डर हुँदो रहेछ यस्तो खतरा छ आमा भगवान् ल्याउँदैन मलाई उता पुग्नुपर्छ सही हो यस्तो सिडीमा आइपुग्यो वडा नम्बर 10 मा आइपुग्यौँ हामी वडा नम्बर 10 मा आइपुग्यो पुल तरेर वाह एकछिन यहाँ रेस्ट हान्नुपर्छ क्या यार है हाम्रो यो मेरोबाट खतरा मेरोबाट म अब हामी अब हिँडिसकेको जाम केटा भाइजहरू यता पछाडि यता सन्तोष के अरे मिजार अनि यता अनिस बिक यस म एके आकाश गुरुङ यस जम टु
हाम्रो साथी अगाडि आइसकेको छ होला खै के आयो मोबाइल होला सायद छ नि म साल डाँडा पुग्छ यहाँनिर चाहिँ उता यहाँ रोडबाट यता अलि माथि गएर उता के छ एकदम कसको मोबाइल हो आइपुग्यो टलक्क टल्किया त यार बालेर आइपुग्यो बेलुकै हिँड्दा चलाउनु पाउँछ बेलुकै के भन्न पर्छ त्यो मोबाइल किन त हामी आइसकेको छौँ स्कुलतिर यो हो ठुलो ठुलो चौतारा नपढाउँदो रहेछ नि यो स्कुल बन्द भइसक्यो यो स्कुलभित्र पनि प्रवेश हान्दिउँ न त यसो प्रवेश हान्दिउँ न त होइन कस्तो रहेछ यस्तो हेरिदिउँ न हामी नि टाढोबाट त ठुलो देखिन्छ यो स्कुल छौँ हामी यता ठुल्ठुलो ठुल्ठुलो रुखहरू रहेछ भयो आइजाउँ यो स्कुल अब यहाँ टक्क प्रभातको गाउँ जाने हो त प्रभातको घर के त थाहा छैन आउँछ त आइयो है तर कहाँ यो थाहा छैन है केटाहरूको अगाडि घर पनि यार पहिल्यैचोटि आएर बेस्तर नगरपालिका वडा नम्बर 10 होइन यस्तो ठाउँ त राम्रो रहेछ यही हो कुन हो घर यही हो नि त हामी त उता पुगेन है यहीँ आओ हामी उता पुगेन गाउँ हान्न फेरि घर कुन होला यो चाहिँ कसको बाइक हो त नि हाम्रो यो चाहिँ हाम्रो बाती यही बाइक पनि भयो होइन अनि यो प्रभातको घर अब नुहाउँछौँ होइन टाउको धुने हो धारा कहाँनिर टाउको चिरेर ल्याङ गरे धारा त छ तर पानी टुटिसके छैन हेर्नु पर्छ होइन हेर्नु पर्यो त है टाउको त धुनु पर्यो यहाँ राखौँ है अहिले सो हेलो गाइस अब हामी कसले लिन जान्ला अरे अहिले अनिस पाण्डेलाई लिन जान लागेको छौँ हामी है त्यो आउँदा ढिलो भएछ ऊ अहिले आइपुग्यो होला यहाँ पुल आउँदैछ केटाहरू अब दुईजना केटाहरू पहिला अगाडि आइसकेपछि बिच बाटो चिन्दैन होइन तिनजना अगाडि गयो दुईजना अलिक पछि आएछ नि अब एकजना आउँदैछ कस्तो फर्स्ट सेकेन्ड थर्ड मिलेको नि यहाँ केटा लास्टको फर्स्ट भयो लास्टको पहिला तिनजना आयो अनि दोस्रोमा दुईजना आयो अब दोस्रोमा एकजना आउँदैछ अब उसैले लिन जाँदै हो अब खै असलमा चाहिँ एकैचोटि आउँदैन केटाहरू के आयो नि अब यस्तै छ अब लिन जानु पर्यो हामीले घलेगाउँमा गएको थियौँ नि हो त्यस्तै मान्नु रहेछ होइन कुन यो जस्तै यो के हामी घलेगाउँमा मुनिबाट त धान भुजुङ्गौ यस्तो ठाडो गालेको यस्तो त्यो तलबाट धान ल्याउने माथि माथि हो त्यस्तै के सेम यस्तै छ यहाँ 5 चौरमा यो पासक चौर हो यो आठ चौर कता हो आठ चौर यो पासक बाह्रखेत भन्छ नि यो यो यहाँ ल्याउनु दि त्यो बेस्तासम्म बाह्रखेत भन्छन् ए बाह्रखेत ठाउँ नाम हो क्या तर यसले 500 चौर भन्छन् ओके ओके 500 चौर भनेको यही गाउँ हो उता गएर पर्खिन्छौँ पाण्डुलाई पाण्डु अब कहाँ आइपुग्यो थाहा छैन होइन अब हामी पाण्डे आइसी भेटौँला फेरि पाण्डे आइसी देखाउँछु म उता अगाडि आउँछ उता अगाडि पाण्डे आउँछ
टक्कै त्यति बेला रेकर्ड गर्नु फेरि पाण्डु आइसक्यो पाण्डु को पारेन हैन हेरेर मैले यस्तो के ल्यायो कसले हो बहिनीले झड पारेको थियो क्या अन्ने हानार पर्यो ओइ केरा हेलो 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 यसरी हालो यो भयो नि यसरी यसरी हालो हजुर त मेरै हो गरेर बोलिहा त हो यता यार गयो त छोड्न भाइ म ओइ न बोला है ओइ चुप लाने भाइ छोड्न छोड्न हैन यो भयो के धेरै बोल्नु लाग्छ धेरै यही काम गर्दै हामी यो चाहिँ लाउकेलाई खानालाई लाउकेलाई त्यो जाडो भयो अरे जाडोमा ज्याकेट छैन अरे त्यही भएर ज्याकेट बनाइदिनु लाग्यो हामीले लाउगे मामिला यता सुन त्यसरी हाल्ने यता गाँसिने के त्यो तिम्रो अब यहाँ हुन्छ नि त यसरी भयो त यता खम्बा हुन्छ यसरी टेक्ने हुन्छ यसरी ट्याक ट्याक अनि अलि अगाडि बनाऊ त्यसो भने अगाडि बनाऊ यहाँ यस्तरी हुन्छ किनकि यहाँ टेक्न पऱ्यो तिम्रो यस्तो यस्तो हुन्छ नि त त्यस्तो बनाउने कि हेलो गाइस हेलो ए यो यता अर्को आकाश हेर सामुन्ना भाँडा नि धोइरहेको छ तर भाँडा मात्न आकाशले सुहाउँदो रहेछ टाउके मासुको चिन्लो त टाउके पानी तिर्का ला खाऊ ओइ ड्याडी फर्किने पानी खाऊ Welcome to Taiwan Music World. Bluetooth mode. हामी सामाजिकको त्यो प्रोजेक्टर बनाउने कहाँ बस्छ अहिले प्रभातको घर अब कहाँ जान्छौ त अब आएर झोला लिएर आउने कसरी भन्छ त नि 10 मिनेट छ भन्छ कति घर जान्छ त नि अब बबिन गरे यति रहेछ बबिन झोला आकाशको घरमा छ कि जम्मैको छ बबिन गरेर अनि मेरो चाहिँ घर लो कुन रेको मर्निङमा